Ai 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 नचल 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 केही नि म छु नि क्यानाडालाई के हो म यहीँ पाल्ने छु बेला औषधि कोटाइने है सिङ काट्न गयो सिङ काट्न लगाएको ट्याक्क देखाउ कान्छी है आज मिति 2083 साल 1 महिना 9 गते दिन हाम्रो चाहिँ यो भैँसीको चाहिँ सिङ काट्न लगाएको छौँ सिङले टाउकोमा बढेछ बढेपछि हामीले सिङ काट्न लगाइराख्यौँ यसलाई पुरै खिचिरहेको फाइनल देखाउनु पर्छ फाइनल हाई हाई म छु नि नचलाउ न काट्ने हो क्या तिमीलाई कोपिसक्यो त्यहाँदेखि दुःख पाइछ अस्ति यहाँ धेरै काट्नु भन्ने छ दुइटै काट्नुपर्छ है धेरै काट्यो भने फेरि रगत आउँछ आयो हुन्छ दुइटै काट्नुपर्ने समस्या त्यो भयो तपाईँले त्यता काट्नु हो त्यता हजुर हो त्यहाँ काट्नु पऱ्यो बोनस राम्रोसँग बोल्नु नआऊ बाबु यहाँ भैँसी तर्साउँछ क्या धेरैजना देख्यो भने पैसा त भनेको र कोपेछ नि त तलबाट बढी भ्याएको नि मैले अस्ति हेरेको उनीहरूलाई गाह्रो भएको अप्ठ्यारो भएको न हाई हाई 70 पर्सेन्ट चाहिँ आएन ल यस्तै खालि आफै कसै भेटेको छैन यसलाई चाहिँ अहिले रेती लाएर मिलाउनुपर्छ बिहान नआइ देखाउ रेती लाएर मिलाइदिनु है टेन्सन हैसे एउटा काटिएला एउटा आइन्छ त्यहाँ आनन्दले दिन्छ काट्न त यति काट्नै पऱ्यो जे हो नि त हुन्छ अब विचारहरू फेरि दिइराखेको चाहिँ घटाउनु पनि सकिनँ है राम्रो भइसक्यो त राख्नु पऱ्यो नि भइहाल्यो आइ नचल अब भयो क्या अब खाइसक्यो अब एउटा त खानु दिनदिनै दही मसै मानी भयो भने चाहिँ गाह्रै हुँदैन अरे अनि भयो कति काट्नु त मैले गोरुको आराले काटेँ हजुर होइन न त नि हाल्दै मिल्छ त्यसले पनि सही काट्छ क्या यो सुन त के हेर्नु ऐसी पहिला सुरुमा हो अनि दराई झड्काइदिएपछि सठिक छ यो त्यो उफ्री नि त्यसलाई त म त अब बिहाएर उ गरेर बेचिदिने रावालाई के दुध बेचेर थाकेपछि यसैमा त घाटा हुन्छ बनाएको देख्यो नि कान्छी हिँड्छ पाडी कता गयो भनेर करायो यसको पाडी उसले खोज्छ उसको आँडा बस्छ धेरै त्यस्तो मान्छेको पाडा फालिदिने नि हामीले पाडी फालिदिने पाडी फालेर बर्बाद भयो नि अनि 3 महिना नि राम्रोसित 2 महिना 2.5 महिना आइकाल आइ नचल न नचल आइ दुखेर हो क्या दुख्दैन होला यता मात्रै छ कस्तो सुतो भिट्यो नि दुख्छ कि
अब यो यति नकाटिनु हुन्न काट्ने पऱ्यो यति होइन यसको आँखै नै यति छ यहाँ तल कस्तो मजाले धुयो नि यसको चाहिँ गनाउने नि राम्रै गना है मतिर आएको थियो कि र अहिले तपाईँतिर गयो ल यही बेला दबाई नि खाइहालौँ एकदम स्पेसल फर्स्ट क्लास भयो नि त दबाई नि लगाइहालौँ बचाउँदैन त्यसलाई दबाई चाहिँ खुवाउँदै हामीलाई भइहाल्यो। भोलि पर्सिमा मिलाएर ल कान्छी भ्याइ त आजलाई एकदम सिङ काट्ने काम सफल भयो ल आज बन्द गरिदिए कान्छी ल